चाहिँ अफिस जाँदाको एउटा भिडियो बनाउँदैछु होइन। भिडियो बनाएर आवाज चाहिँ पछि राख्नु भएको छु। चलाइरहेको बेला आवाज राख्नु फुलमा चाहिँ अलिकति अप्ठ्यारो लाग्छ क्या चलाउनु बेला। त्यही भएर चलाइसकेपछि चाहिँ उ गर्दैछु भएर भिडियोमा एडिट गर्दैछु है। अब हाम्रो घरको बाटोतिर चाहिँ खनिरहन्छ बेला बेलामा। कुदाइन्छ पनि अलिअलि कुदाइन्छ कुरो हो नि त। तर भिडियो एडिट गर्दाखेरि चाहिँ स्पिड अलिकति बढाइदिएको छु होइन। हाम्रो बाटो भनेको चिप्लो चिप्लो बाटो हुन्छ, थोरै पानी पऱ्यो भने बर्खामा मात्रै बनाउनु हाल्छन्। बनायो भने बाटोमा चलाउँदाखेरि चाहिँ आफूले ओभरटेक गर्नु नगर्ने ठाउँ हेरेर ओभरटेक गर्दा नै राम्रो हुन्छ है। अब बाटोमा अब यतातिर अगाडि छ, यता ओभरटेक गर्छु भनेर फुत्त जानु भएन। अब घुम्ती ठेक्क छ यतातिर, घुम्तीबाट उताबाट लाग्छु भनेर जानु भन्दा नि पहिला बिचमा झाप्प रोक्नु पऱ्यो भने फेरि अप्ठ्यारो हुन्छ। अब आजकल चाहिँ के बानी हुन्छ भने मान्छेहरू त फुत्तै जाने, केही पनि आउँदैन भन्ने सोचेर जान्छन्। केही पनि आउँदैन भन्ने हुँदैन कि, आउन नि सक्छ भनेर जानु पऱ्यो क्या जाँदाखेरि। अनि सकेसम्म चाहिँ आफ्नै लेनबाट चलाउँदाखेरि नै सेफ हुन्छ होला है। अब यहाँ हेर्नुपर्छ 150 भन्दा माथिको सिसीको बाइक उल्टो लेन होइन, सुल्टो लेन त कुदाउँदैन, उल्टो लेन मात्रै कुदाइरहन्छन्। यस्तो नदेखिने ठाउँमा त झन् उल्टो लेनबाट फुत्ता आइरहन्छन्। यसरी नै आइरहन्छन्, पुरै आफ्नै बाटो मात्रै हो सोचेर आउँछन् क्या। दायाँ पुरै हेरेर आउनु नै राम्रो है। जान्ने बाटो छैन भने त बिस्तारै रोकेर नै गए नै राम्रो। कताबाट फुत्त आउँछ भन्ने डर हुन्छ। बिस्तारै चलाउने होइन, बेसी चलाउनु होइन। बेसी चलाउनु हुन्छ, बिस्तारै चलाउनु हुन्छ, तर याद हुनु पऱ्यो क्या। मेन त इन्डिकेसन दिनु नै राम्रो है। इन्डिकेसन दिएर फ्ल्यास लाइट दिएर जानु चाहिँ राम्रो। अब सबै कुराले जानेछ भन्ने होइन कि होइन। म चलाउँदा चाहिँ त्यसरी नै चलाउँछु है। टेम्पोहरूसँग चाहिँ साह्रै डर लाग्छ चलाउने बेला। मान्छे हाल्न त झाप्प रोक्दैन, मान्छे हालिसकेपछि अटो ओभरटेक गर्छ भनेर हप्ताउनु थाल्छन्। सँगै बस्छन् डर लाग्छ। सँगै बसेर अगाडि जाउँ भनेर भन्यो भने मान्छे फुत्त बाटो काट्यो पनि के हुन्छ भने डर हुन्छ। त्यही भएर अलि चाँडै नै भागिहाल्छु। यताउता बस्छु पनि मन लाग्दैन धेरै। अब यसरी उताबाट आउँदाखेरि अब अगाडि मात्रै हेरेर चलाउनु भएन कि। यस्तो जङ्सन छ, 3टा बाटो छ, 3टा बाटो आउँदा यताबाट पनि आउन सक्छ भन्ने सोचेर जानुपर्छ। अब आँटेर यसरी अगाडि मात्रै पुरै हेरेर मात्रै आएको छ। त्यहाँ पुग्यो मान्छे रोक्ने बेला जाप्पो रोक्यो, अब कुदाउँछ बरु यता बस्दै नबसे हुन्छ। यसो बाटो हेरेर अगाडि बढ्यो। अनि 3टा जङ्सन छ, 4वटा जङ्सन छ। 4वटा जङ्सन साइडलाई बाल्यो मजाले उता जानु लाग्छु। उताको लेनबाट हतारेर आउनुपर्छ। उता जाँदाखेरि यस्तै हाम्रोतिरको बाटो यस्तै हो। बाटो काट्ने पनि मोबाइलहरूले व्यस्त हुन्छन्, कुदाउने पनि हतारमा हुन्छन्। आफैलाई अफिस जान हतार भइरहेछ। बाटो काट्ने मान्छे नि आफ्नै तालमा हुन्छन्। यताबाट आउनु त झन् कहिले उतै कुनाबाट जान्छन् जाने बेला। पछाडि आउनुपर्छ। म देब्रेतिर गइरहन्छु, दाहिनेतिर सुट छिराइरहनु हर्नै बजाउनु पर्दैन। त्यतिकै हर्न बजाउनु पर्छ। हर्न किन नबजाए भनेर भन्छ। हर्न बजाउने ठाउँ हर्नले के गर्छ, माथि मान्छे पुरुक्क बिलाउँछ र हर्न बजायो भने। पछाडि हेर्दा नि आइदिन्छ नि। म नि आउँछु आउनु त।
तर जाने बेला चाहिँ पुरै उता लेनबाट चाहिँ जान्न है यसरी पुरै उताबाट बाटो यत्रो छ यत्रो लेन यता बाँकी छ उता लेनबाट बरु यताको लेनबाट भयो भने रोकिरहेको भने त उताको लेनबाट पनि जानुहुन्छ देब्रेको लेनबाट नजा भनेर भन्छ नि रोकिने कुरै गाडी नै रोकिरहेको छ भने देब्रे लेनबाट जाने केही हुँदैन जस्तो लाग्छ मलाई चाहिँ देब्रेबाट जाने बाटो पनि छ तर त्यता भिरबाट होइन जाने भन्दा बरु आफ्नै बाटो जाने आफूले देखिन्छ भने मजाले यताबाट गएको देखिनु भने पुट आउने बाटो मात्र हुन्छ त्यही भएर कुदाउने ठाउँमा मात्र कुदाउने सबैलाई जितेर गइरहेको छ बिस्तारै जाने भनेर फेरि बिस्तारै नै गएको पुरै रोकेको छ भने यताबाट बाटो छ भने जाँदा केही फरक पर्दैन क्या देब्रेबाट जाँदा नि देब्रेबाट उबाट नगर्नु भने अर्कै कुराहरू क्या त्यो देब्रेबाट यहाँ पुरा दाहिनेबाट त्यो अर्कोलाई छेकेर जानु होला देब्रेबाट यहाँ खाली राखेर चाहिँ कि त देब्रेमा च्यापेर आउनु पऱ्यो यिनीहरू सबै जाने अगाडि जान्दैन दाहिनेबाट सबै छेकेको छ बाटो भिडियो चाहिँ पछि अलिकति त्यो भिडियो बनायो भने चाहिँ उताबाट जाने थाहा पायो भने हुन्छ सोध बाटो काटिदिने त्यसलाई चाहिँ हेर्नुपर्छ रोक्नु भएको छ भनेर पहिला अलिकति हेर्नुपर्छ आउँदैछ छैन यो चाहिँ क्यामेरा अलिकति चढ्यो हो उता नि हेरेको छु हेर्नु त हेर्दै आइगयो अर्को भिडियो चाहिँ अब एड गर्छु होला सायद है